हेलो गाइस, कामतिर लाग्यो हामी। अब यता भर्खर खाना खाएर अब यता ओभरडुङ्गातिर कम्प्लेन थियो, त्यतातिर जाँदैछौँ। हामी 2-4 जना छौँ। अब उता कति भ्याएर अब लिएर जान थियो। अब के हुन्छ, जान टाइम मिल्छ भने जान पर्ला, नत्र त अब भोलि बनाएर आउनुपर्छ। यस्तो गाउँ गाउँ जानुपर्छ पैसै गराउनु। ल लामाखर्क झर्दैछ, ढुङ्गा भन्ने एकदम तलै हो। यो लाइन चाहिँ हिजोबाट बिग्रेको, पानीले चाहिँ काम गर्न आधै खान्छ। ल गाइस, ओभरडुङ्गा भन्ने ठाउँमा आइपुगेको छौँ। थोरै बाटो छ तल। नेट नचलेको यहीँ हो। कति दिन भयो? आज 3 दिन भयो। पानीले हेर्नु त बाटो नदिएर। कहाँ छ राउटर? गाइस यही हो। अब हामी चेक गर्छौँ के कसो हो। भइहाल्छ। तपाईँको नेट चाहिँ पोलबाट बिग्रियो आमा, हामी गएर आउँछौँ है। यो गाइस टिम्मु हो, हेर्नुहोस् टिम्मु। यो टिम्मु है। अब यसलाई टिपेर यसरी टिपेर खानु पर्यो, मिठो मिठो हुन्छ के। गाइस यहाँ मेन लाइन कहाँ बेन्ड छ, खोज्दा 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 यहाँ यो एउटा टिफिन पनि चेक गरौँ भनेको। यहाँ फेरि बारुले घर बनाएर रहेछ। अब यसले यसको दबाई चाहिँ यही हो, हिटले चाहिँ यसलाई मार्ने हो। गाइस यो बक्समा आइछ बिग्रेको, लास्टमा फल्ट भेट्यो, लास्टै दुःख पाइयो। Thank you for watching. यति भ्लग Please like and subscribe.